16औं शताब्दीको इकापुखु इकापोखरीको भौतिक प्रगति 70% नागिसकेको छ। 3 करोड 64 लाख रुपियाँ भन्दा बढी लागतमा पुनर्निर्माण भइरहेको यो पोखरीको कुल क्षेत्रफल करिब 7.5 रोपनी रहेको छ, जसमध्ये 5 रोपनी क्षेत्र पानी भर्नका लागि छुट्याइएको छ। पोखरीको वरिपरि 2 मिटर चौडाइको पैदल मार्ग निर्माणको काम भइरहेको छ, जहाँ मानिसहरू हिँडडुल गर्न, विचार गर्न र पोखरीको शान्त वातावरणको आनन्द लिन सक्नेछन्। यो परियोजना संरचनात्मक पुनर्निर्माण मात्र होइन, यसमा आकाशे पानी संकलन प्रणाली पनि समावेश गरिएको छ। पोखरीको पुनर्निर्माणले जल प्रणाली ब्लू ल्यान्डस्केपको पुनर्स्थापना गर्नेछ। यो प्रयास जलचक्र, वातावरण र सम्पदासँग पुनः जोडिने हाम्रो साझा संकल्प हो। यो लिच्छिपीकालीन पोखरी हो। छेउछाउका विभिन्न ढुङ्गे धाराहरूको पानी